सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह। अनि सबै मेरो प्यारो प्यारो साथी मित्रहरूलाई नमस्ते पनि भन्न चाहन्छु। अनि आउनुहोस्, फेरि पनि मैले उत्पत्तिको पुस्तक 6 देखि फेरि पढेर सुनाउने छु। म यसै गरी क्रमशः तपाईँहरूलाई पढेर सुनाउने छु है त। अनि यहाँ लेखिएको छ, अनि परमेश्वरले भन्नुभयो, पानीका बिचमा एक क्षेत्र होस् र त्यसले पानीलाई 2 भाग गरोस्। परमेश्वरले सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ परेर बिहान भयो दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले ओबानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। आमेन। परमेश्वरलाई धन्यवाद भएको होस्। फेरि 6 देखि 10 सम्म तपाईँहरूलाई पढेर सुनाएको छु। अनि यो सुनाइमा परमेश्वरले आशिष दिनुभएको होस् भन्दै सबैलाई फेरि जय मसीह नमस्ते भन्न चाहन्छु। हस् त, धन्यवाद।